ल है साथीहरू, ल अहिले भने म यहाँलाई यो फेवाताल र पोखरा बजारको दृश्य देखाइरहेको छु। रारा होइन फेवा एकदम नजिकबाट यो भ्यू यहाँबाट देखाइरहेको छु है। यो फेवाताल है, यो फेवातालको दृश्य यहाँबाट एकदमै मनमोहक देखिँदो रहेछ र सँगसँगै यतापट्टि पोखरा बजारको दृश्य एकदम नजिकबाट यहाँलाई मैले देखाउने कोसिस गरेको छु। र यतापट्टि हामी कुम्दीकोट माथि डाँडामा पुगेर फर्किने क्रममा छौँ र यतापट्टि अर्को स्तुपा अगाडि देखेको सेतु अर्को स्तुपा छ र अर्को स्तुपासम्म भनेर हामी गइरहेका छौँ। साथीहरू, हाम्रो टोलीका साथीहरू हुनुहुन्छ यहाँ अगाडि, केही साथीहरू, अरू बाँकी पर्यटकहरू हुनुहुन्छ र उहाँहरू पनि सायद माथि पुगेर आउनु भएको होला। ल अब यो बाटोबाट यसरी हामी अगाडि बढ्दैछौँ। अघि देखिएको सेतो प्यागोडा, तल्लो प्यागोडामा स्तुपामा जानको लागि हिँडेका हौँ। ल यहाँ एउटा भ्यू पोइन्ट बनाइएको रहेछ र यहाँबाट पनि त्यही फेवाताल र पोखरा टाउनको दृश्यावलोकन गर्न सकिने रहेछ र यो पदमार्ग यसरी बनाइएको छ र यहाँबाट हामी अगाडि बढिरहेका छौँ। मैले अघिल्लो भिडियोमा अर्को भिडियोमा यहाँलाई माथि ठुलो शिवजीको मूर्ति कुम्दीकोटको डाँडामा रहेको र त्यहाँबाट देखेको दृश्यहरूलाई देखाएको थिएँ भने अहिले भने यो तल्लो स्तुपाबाट नजिकैबाट पोखरा बजार र यो फेवाताललाई देखाउने कोसिस गरेको छु र यहाँ बडो सुन्दर मनमोहक प्राकृतिक वातावरण छ है। जताततै हरियाली दृश्यहरू देखिन्छ र यो बाटो निकै लामो छ जस्तो छ। ल ठिकै छ, यो यहाँबाट देखिने दृश्यलाई मैले देखाएँ र फेरि यो भिडियो लामो हुन सक्ने भएकोले अर्को दृश्यलाई म फेरि तल्लो भ्यू पोइन्टमा गएर देखाउने कोसिस गर्नेछु। ल थ्याङ्क्स।